हेलो साथीहरू, हजुरलाई फेरि पनि स्वागत छ आजको मेरो एउटा अर्को नयाँ मिनी ब्लगमा। सो गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले यो आलुको तरकारी पकाउने वाला छु। अब पकाउने हैन त म सँगसँगै आलुको तरकारी अनि गाइस जाम म सँगसँगै आलुको तरकारी पकाउन। अब तरकारी त एकछिनमा पकाउँला कि अब फर्स्टमा चाहिँ चिया पकाउँ ल। अब म चाहिँ चिया पकाउन लागे। अब त्यही पनि मेरो घरमा चाहिँ चिया यति पाक्छ नि, अब के भन्दिम, कसैको घरमा नपाक्ला तर मेरो घरमा लास्टै पाक्छ। गर्मी होस् या जाडो होस्, चिया त पाकिरहन्छ। अब लु चिया पनि पाक्यो। अब चिया पाकेर हालेर चाहिँ म चाहिँ गइदिन। अब चिया दिन गइरहेको थियो कि डेडी त सुत्नु भएको थियो कि अब के भनिदिउँ, भिडियो देखेर फेरि मेरो सुत्न लागेर भिडियो खिचिस् भन्नुहुन्छ। अनि सरी भन्दै मैले चाहिँ भिडियो हालिदिएँ। बिचरा निन्द्रामा हुनुहुन्थ्यो कि अब फेरि निन्द्रामा चिया खानु भयो, पुरै बोल्या होला सायद जिउडो पनि। सरी, मैले भिडियो हालिदिएँ, मलाई गाली नगर्नु होला। अब भिडियो देखेँ भने डेडीले चाहिँ मसँग फिक्स रिसाउनुहुन्छ। अनि म सरी भन्दै मैले चाहिँ गएँ। म चाहिँ गइरहेको थिएँ। आमा हेर्नु न, मेरो आमा कति पातलो हुनुहुन्छ कि। अनि पछि म चाहिँ गएँ फेरि। अनि गाइस हामी फेरि लाग्यौँ तरकारी पकाउन। अब पकाउनुको लागि चाहिँ मैले चाहिँ फर्स्टमा चाहिँ यसलाई सिलौटोमा कुटेँ। अब सिलौटोमा चाहिँ किन कुटेँ भनेर हजुरलाई थाहै नै होला। यो चाहिँ सानो दाना के एकदम राम्रो हुन्छ कि, काटेको भन्दा सिलौटोमा कुटेको एकदम राम्रो हुन्छ। यो आलु चाहिँ यो लोकल आलु हो नि त। अनि मैले चाहिँ यसलाई सिलौटोमा कुटेको चाहिँ टेस्ट नै फरक हुन्छ, यस्तो मिठो हुन्छ नि। अनि मैले चाहिँ अब कुटेर अब मेरो कडाईलाई चाहिँ इग्नोर हान्दिउँ। अनि गाइस अब यो कडाईलाई इग्नोर हान्दै चाहिँ हामी जाम प्याज काट्न। प्याज त म खतरा जादु देखाएर काट्छु भन्ने कि अब जादु त देखायो कि अब चाहिँ प्याज काटौँ। अब यति दुःख चाहिँ यो कुरामा छ कि मेरो प्याज काटेर पनि आँसु आएन कि, किनकि खै किन भन्ने। अब सो अब यसलाई चाहिँ पकाउँ होइन। यसलाई पकाउनको लागि प्याज भुटौँ। पकाउन त के सिकाउनु पऱ्यो, हजुरहरूलाई आइहाल्छ नि त। अनि मैले चाहिँ यसलाई पकाएँ। अब पकाउनलाई फेरि खतरामा फेरि टामटरै थिएन कि, कति सानो। यो दुःख देख्दा त म के भन्दै, क्या गरिबी है भन्दै मैले चाहिँ यसलाई पकाएँ। मैले अब यसलाई चाहिँ सबै चिज हालेर राम्रोसँग चलाएर अब यसलाई पकाउन त के नै सिकाउँ, हजुरहरूलाई आइ त हाल्छ नि त। अनि चाहिँ यो चाहिँ पाकिरहेको थियो कि अब फेरि यस्तो मिठो देखाएको थियो नि। तर यो लास्टै मिठो पनि हुन्छ कि यो आलु, मलाई चाहिँ लास्टै मनपर्छ। यसको झन् रस मिठो हुन्छ। सो गाइज आजको लागि यति नै, भेटौँला अर्को भ्लगमा। बाई बाई गाइज।